लुगा चोरेको थियो नि त्यो बाजेले थाहा छ कुन चाहिँ बाजे चाहिँ हो त्यो माथिको त्यो बाजे त्यो बाजेलाई चाहिँ हामीले आज ट्रिट गरेर फसाउनुपर्छ एक दुईवटा टिकमा जाउँ त भन् न त चाहिँ नि म चाहिँ त्यो बाजेलाई बोलाउन जान्छु त्यति बेला चाहिँ सानो ब्ल्याङ्केटहरू लिएर सुत्दैको जस्तै एक्टिङमा बिमार भएको जस्तै एक्टिङ गर होइन अन्त चाहिँ नि त्यो बाजेलाई म बोलाएर आउँछु अन्त के यस्तो 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 गर्नु लाउनुपर्छ ल मन्त्र म बसिरहेको छु त नानी काम गर्दै थिएँ भन्नु न उयो तल हेर्नु न त्यो चतुरे छ नि त्यो हिजो राति ल्याउनु के हो म त केही पनि गरेको छु हो र अहिले कति बज्यो अहिले 8 बजी ए त्यसो भए म 9 बजीतिर आउँछु ल राति ल हुन्छ माथि बडा बाजे आउनु हुँदैन यो चतुरेलाई के भएछ हेरौँ त्यो चतुरेलाई के भएछ ए ठिकै छ कहिलेदेखि भएको राति 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 ए एकछिन ल यसलाई त उयो पो लागेको छ नि जङ्गली पो लागेको छ चामल अदुवा लिएर आउँछ म ठिक गरिदिइहाल्छु म जाति बनाइदिइहाल्छु त्यस्तो गर्नु पर्दैन एकदम ठिक भइहाल्छ एकैछिन के गर्छ तेरा बाप यहाँ छोड़कर गया था तेरी माँ छेरे क्या हो मेरा तो मन तो फिर थोड़ा से छेरे क्या हो नमो तिमीले 300 रुपियाँ पैसा छिटो छिटो गर त नाति 1 गिलास पानी ल्याउने हो जाति भइहाल्छ जाति भइहाल्छ नसुर्ताऊ जाति भएन भने चाहिँ लिड बोलाउन आउनु नि त मलाई ल ल नाति म लागेँ म जान्छु पैसा त यहीँ थियो पैसा यहीँ थियो